हेलो गाइज, गुड मर्निङ। आज चाहिँ फागुन 21 गते चुनावको दिन। हामी चाहिँ भोट हाल्न जाँदैछौँ। हाम्रो साथीहरू चाहिँ सबैजना अगाडि गइसक्नुभयो। म चाहिँ पछाडि एक्लै छु। हैट, हाम्रो चाहिँ भोट हाल्नलाई 2 घन्टाको उकालो बाटो हिँडेर जानुपर्छ। के गर्नु, यस्तै छ जिन्दगी। अहिले चाहिँ म ठ्याक्कै जङ्गलमा छु। अब जसले जिते पनि भोट त हाल्नै पर्यो। के गर्नु, जो आए पनि दुःख पनि हामी जनता नै रहेछ। यस्तै छ जिन्दगी गाइजहरू। म चाहिँ लगभग बिच बाटोमा आइपुगिसकेको छु। थाकेर बिजोग छ है गाइजहरू। बाटो पुरै उकालो छ, हिँड्दै जानुपर्छ। म चाहिँ पुरै साथीहरू सब छोडेर अगाडि गइसकेको छु। म चाहिँ कुदे म चाहिँ बिहानै भए पनि खानासाना खाइदिउँ कि भनेर हिँडेको। खानासाना खाएर हिँड्दाखेरि लास्टमा एक्लै परियो। के गर्नु गाइज, पसिनाले रुथुर्को भइसकेको छु। यो चाहिँ हाम्रो गाउँको लोकल अमला हो। मिठो हुन्छ, के गर्नु, अर्ग्यानिक चिज हो।